हामी चाहिँ यो गेम खेलेर खाऊँ भनेर रक पेपर सिजर सुट होइन ल स्टार्ट ल रक पेपर सिजर सुट रक पेपर सिजर सुट मेरो नि त्यही भयो रक पेपर सिजर सुट ल तपाईँले खानु मैले एकचोटि मात्रै है हामीसित थोरै लिमिटमा मात्रै छ त्यही भएर रक पेपर सिजर सुट ल खानु जति बेला नि त्यही गर्ने होइन रक पेपर सिजर सुट मैले खाएँ है हामीसित फेरि भएर रक पेपर सिजर नभनेर रक पेपर सिजर बोला मजा आएन तपाईँलाई त भनेको यो नगरेको भएर र पेपर सिजर उनलाई ठडो गरायो त्यो हो अनलाई एउटा मात्र गराउने नि यो क्वालिटी भयो काट्ने भएर होइन दुइटा खाने होला सिजर पेपर सुट खानु आमालाई यहाँ ल खाएर त होइन पहिला र पेपर सिजर सुट बराबर भयो ए कसले होइन गेम खेलेको क्या लानु रक पेपर सिजर सुट रक पेपर सिजर सुट खै मैले खाने भन्यो भन पैसा होइन खाने रक पेपर सिजर खानु 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 के वीडियो काटिस काटेन के कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं कैसे कैसे लोग रहते हैं यार बड़ा जल्दी है भाई साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं पल्लो घरको गेट खानु मेरो पालो नआउँदा सिजर सुट पश्चिम तपाईँले हो न आज फेरि बार किन आउँथ्यो यो त गेम पेपर दादा मैले खाँदा नि कहाँ जितेर नि अलिक नगर्ने खाऊ ए बा नगरिकन खाने फाइनलमा हामी आफ्नै उसमा झऱ्यौँ गाइस राम्रोसँग गर्न आएन फेरि अर्कोचोटि गर्छौँ भन न धेरै भयो अर्कोचोटि गरौँ न अब एकछिन
कन्ट्री नेम भन्दै खाने त जसलाई भन्न आउँछ त्यही खाने के गर्नु? एदेखि जेडसम्म ए, ल सुरु गर जसले भन्न जाने है त्यसले खाने कि नखानु यहाँ राख्नु ल ए भन्दा खानु एक पेटा मात्रै है सबै भन्न आयो कि अब मलाई सोध्नु क्यूबाट हो? केबाट त छैन कता? ए अब भन्न खाने मैले सोध्छु सीबाट? होइन मैले सोध्छु तपाईँलाई डीबाट भन्नु डेनमार्क। ल खानु म त छैन भने के भने जीबाट हो? जीबाट जर्मनी तपाईँले फेरि डब्लुबाट भन्नु डब्लुबाट? पास। भन्। असल चाहिँ मलाई थाहा छैन अर्को भन्। मेरो केबाट भन्नु केबाट? आएन। पास कोरिया ए, ल मलाई सोध्नु सीबाट हो? केबाट चाइना नखाने अब यालबाट भन्नु यालबाट? यालबाट कहाँ हो? लाइन सुप। यालबाट कहाँ हो? लन्डन। LONDN भन्नु लन्डन। तर लक्जमबर्ग पनि आउँछ ए, लन्डन त युके लन्डन हो ईबाट भन्नु। इङ्ल्यान्ड त्योबाट अर्को चाहिँ छ इङ्ल्यान्ड छ र छ अब तपाईँलाई याजबाट हङकङ। कस्तो नराम्रो रहेछ। ब्याग जानु देखाएको थियो एडिट गरेर ल मलाई सोध्नु न एपबाट? एप। यहाँबाट फ्रान्स पीबाट पेरिस। चक्कर खाँच्चै उस लाग्यो मलाई। म यस्तो खान्थेन। अब यसले के गर्छ? चटपट टक्कको भन्छ त्यहाँ सीबाट? सीबाट भइसक्यो एमबाट? यहाँबाट मालदिप्स ए, के होइन के हो अरू? ओबाट ओबाट? ओमान? ओमानै हो? सो गाइज पानीपुरी मात्रै मिठो लाग्यो, चटपट खासैमा खानु मन लाग्यो। म यो खाने थिएन, एकदमै कम खाने मान्छे। आज चाहिँ एकदम खाएँ, के हुन्छ थाहा छैन। मलाई एकदम ग्यास्ट्रिकको प्रब्लम छ कि। ल मलाई सोध्नु एन्ड यहाँबाट नर्वे भरे ट्यालेन्टले भयो।
नर्वेकै 6 महिना उज्याएर 6 महिना अँध्यारो हो नि म जेबाट जेबाट आइजे के हुन्छ जे सजिलो हो त चार्जर बोटो के पास पास ल जापान ए जापानिज भाषा पढेको मैले आर भन्नु आर आर बोटो सरी पास आर बोटो पाउँ दिमागको बत्ती चलाएर हेलो रोमानिया सोध्नु मलाई सोध्नु हो र म जो सोध्नु पऱ्यो नि होइन यस भन्नु भन्नु यसबाट अँ साइप्रस अँ टी टीबाट टर्की भनेर के अरे नि अनुहार के हो र मेरो त युबाट यु है दुबई के युएस नै हुन्छ मिठो भएन ल सो गाइस हामी चाहिँ गेम खेलेर सकाइसक्यौँ के कस्तो के भन्छ अरे बोल्न त सो गाइज के कस्तो मेरो लाग्यो सेकेन्ड भ्लग छ यो कतै पनि हिँड्दा यताउता गर्न पाइएन यो अस्ति एउटा भिडियो हालेको थिएँ फर्स्ट आज चाहिँ सेकेन्ड हो हेरेर सब्सक्राइब गरिदिनु होला लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला सिम्पल सिम्पल तरिकाबाट स्टार्टिङ गरेको अब हेरौँ आउँदो दिनहरूमा कस्तो भिडियो ल्याउने सल्लाह सुझाव सल्लाह दिनु होला दिनु होला भोलि शनिबार छ शनिबार चाहिँ भोलि शनिबार पनि एउटा सानसानो ट्रिप सानो भ्लग बनाएर आउने लाग्छ सबैको हेर्दा चाहिँ कस्तो लाग्यो भने भनौँ न म पनि कस्तो हुँदैछ भनेर बनाएको अब ठिकै छ कस्तो हुन्छ ओके बाई बाई